कठोर समयमा चितवनले मलाई सत्कर्मका लागि बाटो देखायो। फलामे जन्जिर चिरेर बाहिरको संसारमा पखेटा फिजाउन चितवनले सिकायो। इमानको जग बलियो हुँदा जस्तो सुकै जङ्गार तर्न सकिन्छ भनी आत्मबोध गरायो। त्यही चितवन हो जहाँ मैले आफू हुनुको अर्थ थाहा पाएँ, जहाँ मैले आफूभित्रको संसार पनि थाहा पाएँ। म सम्झन्छु देशैभरिबाट चितवन आएको त्यो मानव सागर आशा र भरोसाका एक एक थोपा मिलेर फिजिएको त्यो मानव सागर नै त थियो जसले मलाई मान्छेबाट असल मान्छेको बाटोमा डोर्याएको थियो। त्यही मानव सागरमा तैरिन म फेरि चितवन आउँदैछु हामी बनेर। मलाई आशा छ चितवनले एकपटक फेरि हामीलाई र मलाई उड्न पखेटा दिनेछ। रित्ता र सुक्खा आँखामा सपनाको मूल भर्ने हाम्रो यो महाअभियानमा चितवन कोसे ढुङ्गो हुनेछ। हामीसँग जोडिएर पार्टीका विभिन्न जिम्मेवारीमा रही काम गर्न चाहनेहरू धेरै हुनुहुन्छ। धेरैले पार्टी सदस्यता पनि लिइसक्नु भएको छ। तपाईलाई सदस्यता लिन थप सहज बनाउन चितवन जिल्लाका निम्न ठाउँहरूमा सदस्यता आवेदन फारम उपलब्ध गराएका छौँ। आजै सदस्यता लिइदिनुहोला। यही शनिबार चितवनमा पार्टी सदस्यहरूको जिल्ला भेला आयोजना गर्दैछौँ। सदस्यता लिई राष्ट्र निर्माणको हाम्रो अभियानमा जोडिएर सँगै हिँड्न तयार रहन चितवनका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई आग्रह गर्न चाहन्छु। अबको हाम्रो भेट चितवनमा।